ए साँच्ची घन्टी ग्याङहरूलाई थाहा भयो त नेपाली कम्युनिस्ट पार्टीले त रेणु दाहाललाई चितवनको क्षेत्र नम्बर 3 मा उम्मेदवारी सिफारिस गर्यो नि त। तिमीहरू त क्षेत्र नम्बर 1 भनेर भन्दै थियौ, फेरि भाग्यौ भनेर नभन नि। के भरोसा र तिमीहरूको? जे मुखमा आयो त्यही बोल्ने गर्छौ। ल अब प्रशस्त समय छ, हिम्मत छ भने हरि ढकाललाई त्यही क्षेत्रमा उठाएर देखाऊ। चुनावपछि दुधको दुध पानीको पानी भइहाल्छ नि कसले जित्छ भनेर। कि रवि लामी छानेलाई नै उठाउने हो? हुन त 2 नम्बर छोडेर अन्त गयो भने टाइ टाइ फिस हुने डर छ। जे भए पनि क्षेत्र नम्बर 2 का जनतालाई चाहिँ बिना ढेउवा के मोहनी लगाएकै रहेछ। 2 पटकसम्म भारी बहुमतले जिताएर पठायो। सहकारी काण्ड भन्दा माथि उठ्न सकेकै होइन के रे त।